Hi everyone, welcome back to my vlog. So as I say, Suraj's birthday छ, so we are going to celebrate. म सम्मान अनि कान्छा चाहिँ रेडी भएर बसिरहेको एन्ड आज चाहिँ बुढाको 9 बजीसम्म काम हो के सो ऊ चाहिँ डाइरेक्ट कामबाट उता आउँछ अनि हामीलाई चाहिँ मेरो साथी डेमिका एन्ड डाइरेक्ट लिन आउँदै हुनुहुन्छ. सो सुरज र सुशीला चाहिँ नजिकै बस्छ लाइक नट इभन 5 minutes ड्राइभ. So yes, Deepikaहरू आउँछ अनि हामीलाई पिक गरेर जान्छ. So yes, let's go. Lamb ribs, lamb chop त नहालेर छ त chicken wings, नमकीन, आलु दम, सुशीला स्पेशल अनि टमाटर कच्चा अनि फ्ल्याट ब्रेड, लेबनिज ब्रेड के छ नहाल्दो रहेछ मन हाल्दै छ डेमिकाले काट्दै छ. अर्को मास्टर शेफ बच्चा ग्याङ कस्तो छ त भन्दिनु त रिभ्यू सुशीला र सुरज सब एकदम मिठो छ तर यो हल्का डढिया जस्तो छ. तपाईलाई डढेको मन पर्छ त अनि मिठो छ सबै कुरा. आन्टी धन्यवाद सुरज आन्टीलाई. डेमिकालाई चाहिँ एकदम मिठो भएको थाहा छ के ल्याम रिब्स खानु भएको छ. म पनि यहाँ मेरो पनि गर्छु. के हुँदैछ त यहाँ सही हो. हाम्रो मकैले के भन्दैछ त ए मकै हुँदैछ त ए एकछिनमा मकै खानुपर्छ. के अरे सुरु भयो त भाइ काम यहाँ साइला चाहिँ सुतिरहेको छ. ए साइला ए बिचरा तिमी बन्धनमा लादिरहेछौ त्यहाँ बन्धक. अध्ययनले के हो अध्ययन गर्दै हो अध्ययन अध्ययनको चाहिँ रूप पढाउँदा छ यहाँ. बोयको श्रीमती Ready for the birthday! धमाकेदार केक काटिहाल्नु. जाऊ गो सिट विथ मामा. त्यही बताइदियो के अरू को छ बच्चा गाइज यता हेर न सबै तिनटैकै आँखा केकमा के सम्मान ह्याप्पी बर्थडे भन Happy birthday!
ल ल विश माग्यो पहिला गजब केक छ त त्यो देखियो के टाइप गरेको विश माग्यो विश Happy birthday to you. Happy birthday, dear Selma. Happy birthday to you. Wait out there. सम्मानको थाहा है सम्मान मामा ह्याप्पी बर्थडे भन्नुपर्छ है थ्याङ्क यू भन यमी बर्थडेमा आउने मान्छेहरू यहाँ बर्थडेको गेस्टहरू यहाँ भिआइपी गेस्टहरू बर्थडे पार्टीमा आउने गेस्टहरू छोरी मेरो चाहिँ अलिक कस्तो के आयो कि ल दुई शब्द जाओस् दुई शब्द होइन अलिक दुई तिनवटा लाइन धन्यवाद आइदिनु भएकोमा टाइम मिलाएर त्यसरी लास्ट मोमेन्टमा पनि सो फ्रम सुरज सुशीला संस्कृति सबैजनालाई धेरै धेरै ल मेरो बुढीलाई यस्तो राम्रो पार्टी अर्गनाइज गरिदिएकोमा चाहिँ नि एकदम धेरै धेरै धन्यवाद ल गुड जब सुशीला मेन्समा शुद्ध शाकाहारी किनभने बार्बिक्यू छ अगाडि धेरै मासु खाएर शुद्ध शाकाहारी किनकि बार्बिक्यू छ अगाडि मेन्समा मेन्समा अन्ट्रीमा धेरै मासु भयो कस्तो मिलेको के हस् अनि यो चाहिँ गेडागुडी केराउ ल त्यही हालिदिएको उसलाई जगत पाख्नुलाई केटामा हाल्नु ल ताजा ताजा नो फाइटिङ सामान गिभ मुकब्याङ मन तपाईँ मेरो चाहिँ धेरै छ है तैँले लिएर आइज बरु म त भयो
धेरै खायो यार यो यहाँ रोप्दैछु के बनाउँछु के पलाउन एलोभेरा त भान त अनि एलोभेरा त लिएर जाउँ न के भन्छ ल हाल बेबी ल एउटा चाहिँ मलाई है कि यो लिएर जाउँ त तिमी यो रोपेको हुन्छ कि हुँदैन भनेर मैले ल हुन्छ ल हुन्छ कि धन्यवाद खोइ मैले यो धन्यवाद धन्यवाद रे मेरो हात फुल्छ तिमीले समात्नुपर्छ म आउँछु खुर्सानी चाहिँ अब आउँदैन पनि खुर्सानी त यहाँ रहेछ नि मजाले देखेँ कति धेरै फलेको ऊ माइकको यो चाहिँ डल्ले हो एकदम बहुमूल्य प्रेसियस एउटै मात्रै अनि यसको बिउ राखेको भयो त अनि त्यहाँ राखेँ त यसको बिउ मैले बहिनी हक गर अब लेट्स गो हक गर ल बाई आन्टीहरू बाई हक गर न कता गयो ल बाई बाई ल बाई 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 मैले चाहिँ क्यामेराबाट सबैलाई बाई भन्नु चाहिँ न्यू ब्लगर हदाई बुढाबुढी ब्लगर